हुँदैन उज्यालो मिरमिरमा तारा झरेर नगए, हुँदैन उज्यालो मिरमिरमा तारा झरेर नगए, बन्दैन समाज दुई चार सपुत यहाँ मरेर नगए, बन्दैन समाज दुई चार सपुत यहाँ मरेर नगए। आदरणीय जनसमुदायहरू, मेरा प्यारा बाबा, मेरा युवा जेन्जी साथीहरू, यो भिपी शेरचनद्वारा रचित निकै नै एउटा देशप्रेमी कविताको सानो अंशबाट मैले स्टार्ट गरिरहेको छु। यो अंश गाइराख्दाखेरि, यो अंश मैले वाचन गरिराख्दाखेरि म ती तमाम शहीदहरूलाई म स्मरण गरिरहेको छु। शहीदहरू मात्र नभएर जो जति पनि यो आन्दोलनमा घाइते हुनुभएका छन्, हामीले देखि नै रहेका छौँ हाम्रो सरहरू, उहाँहरूलाई पनि स्मरण गरिरहेका छौँ। यो रात्रिकालीन घडी हामी यो 14 गतिको दिन, जुन असोज 1 गते सरकारद्वारा सामूहिक शवदहन पश्चातको 13औं दिनको पुण्यतिथि मानेर हामीले यो जुन श्रद्धाञ्जली कार्यक्रम गरिरहेका छौँ र यस कार्यक्रममा उपस्थित भइदिकन उहाँहरूलाई श्रद्धाञ्जली प्रकट गरिदिनु हुन आउनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको शहीदहरूको आत्माले चिर शान्ति प्राप्त गरून्। तर के यो शोक सभा र श्रद्धाञ्जली मात्र शहीदहरूको लागि पर्याप्त हुन्छ होला र? शहीदहरूले चाहेको परिवर्तन, अब त्यो परिवर्तन हामीले ल्याउनै पर्छ। तब मात्र शहीदहरूको सपना पुरा हुन्छ, तब मात्र उहाँहरूले बगाएको रगतको मूल्य चुक्ता हुन्छ। तसर्थ अहिले देशले ठुलो आपत्ति भोगिरहेको छ, ठुलो मूल्य चुकाएको छ। 75 भन्दा पनि ज्यादा युवाहरूको ज्यान गुमेको छ। सयौं हाम्रा जेन्जी साथीभाइहरू घाइते अवस्थामा लडिरहनु भएको छ। उहाँहरूलाई म वीर गोर्खालीको संज्ञा पनि दिन्छु। देशको अरबौं सम्पत्तिहरू जलेर खरानी भएको छ। देशको पुरातात्विक सम्पत्तिहरू जलेर नष्ट भएको छ। तर याद गर्नुहोस् प्रिय आमा बाबाहरू, यी कुराहरू भङ्ग गर्नुमा, यी तहस नहस गर्नुमा, यी खरानी पार्नुमा हामी जेन्जीहरूको कुनै पनि दोष छैन। हाम्रो कुनै पनि उद्देश्य यो समाजमा नराम्रो विकृति फैलाउने कहिल्यै पनि थिएन, यो कहिले पनि हुँदैन। यदि यो कुराहरू हजुरले याद गर्नुहोस्, यो ध्वंस, यो आगो, यो खरानी हामीबाट कदापि भएको पनि होइन। कहिले भन्ने सुन्छु जेन्जीहरूलाई यो पुरै ध्वंससँग तुलना गरिरहेको हुन्छ। तर हामी सम्पूर्ण जेन्जी टिम यो भनाइप्रति हामी आपत्ति जनाउँदछौँ। हामीबाट यो कुनै पनि ध्वंसहरू भएको थिएन। जेन्जीहरूको हामीमाथि गोली चले, हामी पनि नेपाल आमाकै छोराछोरीहरू हौँ, हामी पनि नेपाल आमाकै पुत्रहरू हौँ। के निहत्ता छोराछोरीहरूमाथि गोली चलाउने के यो न्याय हो त? यो प्रश्न गर्न चाहन्छु म। तसर्थ हामी अब यस शहीदहरू तमाम जे जति पनि बितेर जानुभएका छन्, वीर शहीदहरू, उहाँहरूको सपनालाई पुरा गर्नका लागि, उहाँले चाहेको देशमा आमूल परिवर्तनको लागि हामी आवाज उठाउनुपर्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, म हजुरलाई पनि प्रश्न गर्न चाहे, हजुरहरूको घरमा आफ्नै भाइ आफ्नै बहिनी त शहीद भएनन् होला, तर कसैको त आफ्नो दाजु आफ्नो भाइ त शहीद भए नि। यो चाडबाड आइराख्दाखेरि सदा झै हर्षोल्लास, सदा झै खुसी यो मनमा भइरहेको छैन। आज मलाई सायद हजुरहरूलाई पनि भइरहेको छैन होला। किनभने भर्खरै भएको यो आन्दोलनमा वीरगति प्राप्त गर्नुभएको आमा बाबाहरूले आफ्नो आशीर्वाद दिनका लागि आफ्नो सन्तानहरू गुमाए। भाइटिकामा पर्खेर बसिरहेका ती सप्तरङ्गी टिकाहरू राखेर बसेका ती दिदीबहिनीहरूले आफ्नो दाजुभाइहरू गुमाएका छन्। प्रिय आमा बाबाहरू, दाजुभाइहरू, तसर्थ म उहाँहरूको तर्फबाट यो सालको दसैँ, यो सालको तिहार मैले नमनाउने निश्चय गरेको छु। किनभने मेरो दाजु, मेरो भाइले शहीद वीरगति प्राप्त गरिरहँदाखेरि, उहाँहरूको घरमा दसैँहरू तिहारहरू नमनाइराख्दाखेरि म मेरो घरमा कसरी दसैँको टिका थाप्न सक्छु? म कसरी मेरो चेलीहरूबाट मैले टिका थाप्न सक्छु? तसर्थ यो मेरो सालको दसैँ म शहीदहरूप्रति समर्पित गर्छु।
तसर्थ बाबा आमा दाजुभाइ दिदीबहिनीहरू, यो हाम्रो जेनजीहरूको आवाजमा हजुरहरूको आवाज पनि खपेर लानुपर्छ। उहाँहरूको सपनालाई पुरा गर्नुपर्छ। उहाँहरूको सपना भनेको परिवर्तन हो, तर तसर्थ परिवर्तनको खातिर हामी सधैँ लड्नुपर्छ। एउटा देशभक्ति गीतले के भन्छ भने, नेपाल हामी रहौँला कहाँ, नेपालै नरहे, उचाइ हाम्रो सुनिन्छ कहाँ, हिमालय नरहे। त्यो गीतले के सम्झाउँछ भने, नेपालै नरहे हामी नेपालीहरू कहाँ रहन्छौँ। तसर्थ नेपाल रहनुपर्छ, हामी नेपाली रहनुको लागि। तसर्थ दाजुभाइ दिदीबहिनी, म यहीँबाट आह्वान गर्दछु हजुरहरूलाई, अब नेताहरू महलभित्र र जनताहरूलाई खाडी मुलुक पठाउने दिन अन्त्य हुनुपर्छ। भ्रष्टाचार अन्त्य हुनुपर्छ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ। युवालाई खाडी पठाउने होइन, यहाँ रोजगारी सृजना गर्नुपर्छ। हाम्रो पानी, हाम्रो वन, हाम्रो बिजुली यहाँका युवाहरूको भविष्यमा लगानी हुनुपर्छ। शिक्षा व्यापार होइन, शिक्षा सेवा हो। हरेक गाउँ, हरेक बस्तीमा आधुनिक विद्यालय, प्राविधिक कलेज हुनुपर्छ। गरिबलाई उपचार नपाएर मर्नु नपरोस्। अस्पताल व्यवसाय होइन, सेवा बनोस्। हरेक जिल्लाहरूमा गुणस्तरीय अस्पतालहरू बनोस्। समानता र न्याय यी केवल भाषणमा कुरा होइनन्, यी अब संविधान कानुनले सुनिश्चित गर्नुपर्ने अधिकारहरू हुन्। प्रिय आमा बाबा नानाहरू, यी कुराहरूमा हामीले आवाज उठाउनुपर्छ। र म अहिले मेरो अन्त्य आउँदै गर्दाखेरि म नेपालको इतिहासलाई पनि स्मरण गर्न चाहन्छु। नेपालको इतिहासमा 2036 साल जब म पनि जन्मेको थिइनँ, यहाँ हामी कतिपय जेनजीहरू जन्मेका थिएनौँ। हाम्रा अभिभावकहरू त हुनुहुन्थ्यो। हजुरले सुन्नु नै भएको होला त्यो फोकुछिन्ताङको घटना, जहाँ पञ्चायतीकरण व्यवसायलाई विरुद्धको आवाज बोलिरहँदाखेरि 16 जना नेपालीहरूको ज्यान गए। तीमध्ये एउटा गर्भवती महिला, साथै 14 वर्षको एउटा बालक पनि थियो। र साथै जनयुद्ध जहाँ 17,000 युवाहरू मारिए, त्यो के को खातिर त? परिवर्तनको खातिर। तसर्थ बाबा मम्मी, त्यो परिवर्तनको खातिर ज्यान गुमाएका ती महान शहीदहरूले के त्यो परिवर्तन पाए त? हजुर भन्नुहोस्, परिवर्तन पाए त? पाएनन्। र यसै सन्दर्भमा हालसालै भएको यो जेनजी आन्दोलनमा पनि हामीले धेरै शहीदहरू गुमाएका छौँ। उहाँहरूले दिएको योगदान, उहाँहरू शहीद हुँदै गर्दा भोलि मेरो सन्ततिले, मेरो छोराछोरीहरूले इतिहासको पानामा यो जेनजी आन्दोलनबाट कुनै पनि परिवर्तन नपाएको म हेर्न चाहदिनँ। त्यो भएको म देख्न चाहन्न। तसर्थ मेरो छोराछोरीहरूले, मेरो सन्ततिले यो जेनजी आन्दोलनबाट गुमाएका ती शहीदहरूको सपनाहरू पुरा भएको पढ्न सकोस्, हेर्न सकोस्। तसर्थ त्यसकै खातिर हामी सम्पूर्ण एकजुट हुनै नै पर्छ। अब परिवर्तनको दिन आएको छ। सबैले परिवर्तन खोजेको छ। हरेक ठाउँमा परिवर्तन खोजेको छ। हरेक कार्यालयहरूमा भ्रष्टाचारी कार्यकर्ताहरूको परिवर्तन खोजेको छ। हरेक ठुल्ठुला पार्टीहरूमा भ्रष्टाचारी नेताहरूको परिवर्तन खोजेको छ। यहाँ म झापाको विभिन्न ठाउँहरूमा हाम्रो शहीदको परिवार साथै घाइते भएका परिवारलाई हेर्न गएका थिए, भेट्न गएका थिए। ती घरहरूमा पुग्दै गर्दा मैले खासै उहाँहरूको घर र मेरो घरमा भिन्नता पाइनँ। उही एउटा सानो घर, उही एउटा बिस्तारा, उही एउटा फाटेको पर्दा, मैले त्यो भन्दा अलग्गै कहीँ पाइनँ। न त्यहाँ सोफा पाएँ, न त्यहाँ लो बेड नै पाएँ। तर मैले मेरै घरमा जस्तै मैले बेड पाएँ, मेरै घरमा जस्तै च्यातिएका पर्दाहरू देखेँ। तसर्थ त्यहाँबाट के बुझ्न सकिन्छ भने यो जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नुभएको शहीदहरू हामी जस्तै नै शहीदहरू हुन्, जो अन्यायमा परेर गएका थिए। धनी बडा ठुला जो जति सम्पत्तिले सम्पन्न छन्, उहाँहरूको लागि त जिन्दगी ठिकै नै छ नि, जिन्दगी चलिरहेको छ। तर गाह्रो त हामीलाई पो छ त, गाह्रो त हामीलाई छ। तसर्थ हामी नै त हो अगाडि बढ्नुपर्ने, मै जस्तै नै त हो अगाडि बढ्नुपर्ने, तपाईँ जस्तै नै त हो अगाडि बढ्नुपर्ने। र यो भनाइका साथै म तमाम आजको यस जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै, मेरो साथी, मेरो दाजु, मेरो भाइ जो यस आन्दोलनमा घाइते हुनुभएको छ, उहाँप्रति पनि सत्सम्मान अनि कृतज्ञता चढाउँदै, हजुरहरू नभएको भए सायद यो आन्दोलनले त्यो मोड लिँदैन थियो होला। अहिलेको सरकारको व्यवस्थापन सायद यो जस्तो नहुने थियो होला। तसर्थ हजुरहरूको योगदान धेरै नै ठुलो छ। यो योगदानको कदर गर्दै म
अन्त्यमा के भन्न चाहन्छु भने हजुरहरूले बगाएको ती रगतको मूल्य हामी एक एक चुक्ता गर्ने नै छौँ। हजुरहरूले बगाएको ती रगतहरू कथामा मात्र सीमित, इतिहासमा मात्र सीमित नराखेर यसलाई भविष्यको मार्गदर्शकको रूपमा अगाडि बढाउने नै छौँ। जय देश, शहीदहरूप्रति सदा जय होस्। जय देश। असल परिवर्तनको जय होस्। भन्नुहोस्, असल परिवर्तनको जय होस्। सही परिवर्तनको जय होस्। शहीदहरूको जय होस्। जय देश, जय नेपाल। Give me some love.